नमस्ते मेरो यो सानो मिनी ब्लगमा। अनि मिनी ब्लगको मिनी ट्र्याक्टरै छ है मेरो पनि, मिनी टिलर भन्दो रहेछ के भन्दो रहेछ। धेरै राखेन लिएको पनि, त्यही 17-18 दिन हुन लाग्यो। त्यो छ नि त्यहाँ थियो नि त, मैले अघिल्लो भिडियोमा हाल्दाखेरि त्यहाँ थिएँ म, त्यो टावर भएको घरहरू ठाउँनिर। अब अहिले यहाँ आइपुगेको छु। ल 1 किलोमिटर पर छ त्यो, अब यता नि छ 2 किलोमिटर पर। अब चौडाइको कुरा गर्दाखेरि त धेरै छ, अब 1500 फिट के भन्छ मिटर वरपर छ। त्यस्तै हो। दिनमा मैले त्यही हो म्याक्सिमम 6 घन्टा चलाउँछु, 6 घन्टा 7 घन्टा। मेसिनलाई पनि भार पार्न पनि हुँदैन, अहिले घाम चर्केर छोपेर राखिदिएको 2 घन्टा चलाएर। अरू त केही छैन गाइस, अब यस्तै हो। दुःख सुख नगरी खान पनि पाउँदैन, के गर्ने। अब यस्तै हो, बिहेबारी भइसक्यो। अब बिहेबारी भन्नु मात्रै हो, अब फ्यामिली चाहिँ छैन मेरो साथमा, एक्लै छु। बुवा मम्मी हुनुहुन्छ घरमा, फ्यामिली छैन मेरो। छन त भएको है, नभएको त होइन, तर खै के भन्छ, अब के भयो के मिलेन मसँग, त्यसैले ऊ माइतै बस्छ। अनि सब्सक्राइब गरिदिनु होला। अरू कुराहरू बिस्तारै गरौँला। अब भर्खर त युट्युबहरू खोल्दैछु होइन, कुरा गर्दै गरौँला, दुःखको वेदनाहरू सुनाउँदै गरौँला गाइज। यस्तै हो, दुःख सुख भन्ने कुरो नेपालीलाई हर हमेसा हुन्छ होइन। यस्तै हो, डुम्रेश्वरको गाडी पनि चल्छ, हाइवे छ यहीँ माथि, मजा छ यहाँ फाँटमा हेर्दै। यस्तै हो गाइज, पसिना बगाउँदै काम गर्दैछु। ल है त साथीहरू, लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।